नमस्ते साथीहरू। आज चाहिँ हामी ग्रिनविच पार्क घुम्दैछौँ है। अङ्ग्रेजी बोलिदिउँ। यो के आएर अलिअलि अङ्ग्रेजी सिक्दैछु कि। वी आर उयो गर्छ भयो। अहिले चाहिँ हामी ग्रिनविच पार्कमा छौँ है। यो चाहिँ युके को घुम्न आउने ठाउँ मध्येको एउटा ठाउँ हो। एकदम ठुलो विशाल छ पर पर परसम्म। अब हामीलाई यही घुम्नु नै कति बेर लाग्ने हो थाहा छैन। पलाउँदैछ बसन्त ऋतु सिनहरू पनि। त्यहाँ फुलहरू देखिन थाल्यो। अब बोटको नामै थाहा छैन के को पाल्वा पलाउँदैछ त यो। पाल्वा पलाउँदैछ गाइज। बोल्नु आउँदैन भ्लग बनाउनु खोजेको बोल्नु आउँदैन। अब पाल्वा पलाउँदैछ गाइज। यो रुखको नाम चाहिँ थाहा छैन। सबै नयाँ पाल्वा आउँदैछ। तपाईहरुलाई थाहा भए कमेन्ट गर्नु होला। यही पार्कको एरिया हो त्यो तल पनि। खतरा ठुलो है त लन्डन सिटी। ओइ होय होय जाने भने उतै हो तर अब त्यहाँ गन्छ गएन। उतै केबल कार उता देखिस्। देख्ने देख्ने। Time east west. Yeah. Time meridian 9. Guys, यो चाहिँ east west छुट्टिने भन्नु पनि आउँदैन। त्यहाँदेखि उता इस्ट यहाँदेखि यता वेस्ट। खतरा ल जाउँ। अब हामी यो थेम नदी चाहिँ पानी यसको मुनिबाट जाने भने हैन त हामी अब कहाँ कसरी
यसको मुनि मुनि अन्डरग्राउन्ड कहाँ निस्किन्छ अरे उता निस्किन्छ पारी निस्किन्छौँ है त हामी ल अब जाउँ है ल अब हामी छिर्न लागेको पानी मुनिबाट थेम नदी तर्नु लागेको यहाँदेखि माथि चाहिँ पानी छैन त अब अन्डर वाटर सबवे यो चाहिँ टक्कै टनल बनाएको रहेछ अन्डर वाटर सबवे हामी यहाँ माथि चाहिँ पानी छ थेम नदी आइपुग्नु लाग्यो क्या हो गाईसँग हामी नदी तर्दैछौँ नदीको मुनिबाट थेम नदी सुरुङ हो त्यहाँ परबाट ल सिडीमा पनि साइकल यसो अघि झरेको चढेको हामी वारीबाट पारी आइपुग्यौँ पानी मुनि मुनि यस अघि उताबाट आएको थाक्यो हट यो नदी तरेको हामीले ल उता त्यहाँबाट आएको हामी कति सार्क उता त्यो सिप त्यहाँबाट भित्र छिरेको यो नदी यहाँ मुनि 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 थेम नदी अन्डर वाटर सबैबाट आएको मेरो बहिनी चाहिँ त्यहाँ पार्कमै बसिरहेको छ ऊ चाहिँ आउनु नसकेर त्यो कति सार्कबाट भित्र छिरेको यो थेम नदी केबल कार स्टेसन केबल कार स्टेसन